लाइक गाइज यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जभित्र घुमेर फर्किराख्नु भएकोहरू चाहिँ काठको यो नाउ डुङ्गा हैन चढेर अब फर्किँदै हुनुहुन्छ। धेरैजना गएको रहेछ है, विदेशी पनि छ, नेपाली पर्यटक पनि छ, सबैजना छ। यो चाहिँ राप्ती नदीको पारिपट्टि गएर सौराको पारिपट्टि गएर जङ्गल वाक सफारी दुवै गर्न सकिन्छ। उपारिबाट आइरहेको देखिराख्नु भएको छ नि। तर त्यहाँबाट चाहिँ जङ्गल सफारीको लागि चाहिँ गाडी हुन्छ, वाकको लागि त अब वाक भइहाल्यो, गाइड लगेर जङ्गलमा हिँड्ने।